हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मेरो छोरीको बर्थडे हो अनि हाम्रो डेकोरेसन चाहिँ यस्तो भएको छ। अनि आज चाहिँ मेरो छोरीको बर्थडे तपाईँलाई थाहै छ। अस्तिको अर्को ब्लगमा तपाईँले हेरिहाल्नु भयो होइन, हामी मन्दिर गएको सबै ब्लगहरू हेरिहाल्नु भयो। अब अहिले चाहिँ नानीको लागि बर्थडेको यहाँ मैले खानापिनाहरू रेडी गर्दैछु। के चाहिँ मैले पकाएँ भने चाहिँ हेर्दै गर्नुहोस् मैले के पकाएँ भनेर चाहिँ मैले चिकन पकाएको छु हो। यहाँ चाहिँ मैले चिकन पकाएँ। यहाँ चाहिँ मैले यो आलु मिमी खान्छ नि नानीले, नानीको साथीहरू बोलाएको छ नि त तिन चारजना। अन्त 3-4जना अन्त घरकोहरू गर्दाखेरि यस्तै 10-11जना हुने रहेछ नानीहरू मात्रै। अन्त नानीहरूलाई चाहिँ मैले यहाँ आलु मिमीको लागि रेडी पारिदिएको छु। यसमा चाहिँ हाम्रो पाकेको छ भैँसीको खुट्टा। अब यहाँ यो चाहिँ नानीहरूको लागि नै हो, नानीहरूलाई विङ्स फ्राई गरिदिन्छु। यहाँ आलु मिमी पनि ल्याइरहेको छु, यहाँ पनिर पनि ल्याइरहेको छु हो। यो पनिर चाहिँ पकाउनु पर्ने चाहिँ हामी भेनाले चाहिँ मासुहरू खाँदैन नि त। अन्त चाहिँ यहाँ चाहिँ भेनाको लागि चाहिँ पनिर पकाइदिन्छु अनि फ्राई गरिदिन्छु। अझै छ कामहरू अझै गर्दैछु हो। मेन स्पेसली चाहिँ के पकाउँदैछु भने नि, मेन स्पेसली चाहिँ मिठोमा चाहिँ मैले साबुदानाको खिर पकाउँदैछु। सबैको फेभरेट साबुदानाको खिर कस्तो पाक्छ अब हेर्दै गर्नु होला। मैले आज रेसिपीहरू चाहिँ सुट गरिनँ किनभने पुरा काम थियो नि त, मेरो काम पुरा भएकोले गर्दा चाहिँ मैले कुनै रेसिपी पनि खिचिनँ हो। यसै खानामा के पकाएँ भनेर मैले देखाएको। अब यो चाहिँ भर्खर बसालेको छु मैले। अब पाक्दैछ, यसलाई चाहिँ चलाइबस्नुपर्छ, फेरि यो डल्लो पर्छ नि त। अन्त यसलाई चाहिँ मैले चलाइबस्नुपर्छ। पाक्दैछ हेर्दै गर्नु होला। मेरो छोरीको बर्थडेको अब प्रिपरेसनहरू गर्दैछु। अब के पाक्छ, को आउनुहुन्छ हेर्दै गर्नु होला। हेलो मेरो साथीहरू आएको छ भनेर मेरो साथी त्यो हो किन लाग्यो त्यो चाहिँ मेरो साथीहरू आएको छ। यसको नाम अम्बिका। सबैले ह्याप्पी बर्थडे भनेर गर त। यहाँ चाहिँ मेरो साबुदानाको खिर पनि पाकिसक्यो हो। यहाँ हेर्नुहोस् कस्तो दामी भएको छ। आम्मामा खाउको लाग्यो होला है। अघि मैले देखाउँदै थिएँ नि पकाउँदै गरेको, आज चाहिँ रेडी भइसक्यो। अन्त यहाँनिर विङ्स फ्राई पनि भइसक्यो। विङ्स फ्राई त क्या दामी देखेको है। अब अलिक गर्नु बाँकी नै छ। अब चाहिँ हामी केक काट्नु आँटेको नि त। यहाँ हाम्रो अञ्जली दिदी बोल्नु भएको यहाँ, उसको अञ्जलीको छोरा। अब चाहिँ प्राय सबै खानाहरू पाकिसक्यो हो। अन्त अब चाहिँ हामी केक काट्नु आँटेको र केक चाहिँ म लाइभ भिडियो हालिदिन्छु। केक चाहिँ म लाइभ भिडियो गर्छु, लाइभ भिडियो हेर्नुहोस् ल सबैजनाले। Happy birthday to you. Happy birthday dear Asta. 1010. 1010. मजा आयो तिमीहरूलाई? मजा आयो भनेको? लु चेस गर्छ चेस। कतिसम्म मजा आयो? ए आइटम चाहिँ आलु मिमीको आइटम चाहिँ आलु मिमी।
तेरो बर्थडे आज यता हेरेर भन न ह्याप्पी अब साथीहरू गएर स्याड भयो होला एभ्रिवान यो चाहिँ त्यही ब्लगको एड गरेको यो चाहिँ नेक्स्ट डे हो किनभने चाहिँ हिजो चाहिँ बेलुका चाहिँ अब पार्टी भएको थियो सानोतिनो पार्टी भएको थियो अन्त पुरा थाक्यो नि त अन्त एन्ड पनि गरेको थिइनँ हो अन्त त्यही भएर चाहिँ आज चाहिँ यो त्यो ब्लगलाई पनि एन्ड गर्नु भनेर चाहिँ म आइसकेको छु अन्त चाहिँ जतिजनाले पनि मेरो छोरीलाई तपाईँले बर्थडे विस गरिदिनु भयो हो अन्त मेरो राम्रो राम्रो कमेन्टहरू गरिदिनु भयो मेरो छोरीको लागि होइन त्यो उनीहरू सबैलाई धेरै 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 धन्यवाद छ हो मेरो छोरीको लागि तपाईँले विस गरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद सबैलाई हो अन्त यो बर्थडे ब्लग चाहिँ अब यतिमै एन्ड गर्छु अन्त अब फेरि अर्को भिडियोमा भेट्ने छु त्यति बेलासम्मको लागि चाहिँ बाई बाई अन्त मेरो घरको हालत चाहिँ यस्तो भइरहेछ है अब मिलाउँछु बर्थडे सकेपछि त्यस्तै हुन्छ नि त यी घरहरू लथालिङ्ग भइरहेछ हेर्नुहोस् अब चाहिँ म मिलाउँछु हो बाई बाई